guys, welcome to my YouTube channel. Take it just the corner guys. Have you come to stay in the intro level magaira bhanna na. Paapa छैन है. Paapa हिँड्दै छ है. आज चाहिँ हामी तीनजना साथी अनि हामी चाहिँ घुम्न आएको क्याम्डेन मार्केट भन्ने ठाउँ लन्डनमा छ त्यहाँनिर हामी आइरहेछौँ यो चाहिँ एकदमै तपाईहरुले पनि टाइम मिलाएर लन्डनतिर आउनुभयो भने घुम्न आउन सक्नुहुन्छ मेरो साथीहरु यसरी डान्स गरिरहेछ इन्जोय गरिरहेछ क्याम्डेन मार्केटभित्र चाहिँ यो उहाँले सधैँभरि गिटार बजाइराख्नुहुन्छ प्लस यहाँनिर चाहिँ अब तपाईले अरु खानेकुरादेखि लिएर अरु सबै कुराको स्टलहरु धेरै भेट्नुहुन्छ यो क्याम्डेन मार्केट भित्रको चाहिँ सिन हेर्न सक्नुहुन्छ बोटहरु छ यहाँ चाहिँ बोट राइड पनि हुन सक्छ प्लस यो द म्युजिक बोट भनेर पनि छ अनि यहाँदेखि भित्र चाहिँ यसरी फ्रेश जुस पाउन सक्नुहुन्छ प्लस अरु धेरै थरीका खानाहरु पनि खान सक्नुहुनेछ as per your choice अनि त्यहाँदेखि भित्र चाहिँ मार्केट थुप्रो छ धेरै विन्टेज स्टाइलको परफ्युमहरु या तपाईले यो शूज कस्टमाइज गर्न सक्नुहुन्छ as per your डिजाइन अनि त्यसपछि यो यसरी सजाएका छन् हैन मलाई चाहिँ अलिकति मेरो चाहिँ यो स्टाइल पनि होइन अनि जस्ट म चाहिँ हेरे मात्रै किनभने मेरो स्टाइल पनि हैन म त्यस्तो यो यस्तो लगाउन नि जान्दिन हैन पेयर अप गर्न जान्दिन सो मैले त केही त्यति किनेन पनि तर तपाईहरुले हेरेर आफ्नो स्टाइल अनुसार लेदरको ज्याकेटहरु या लुगाहरु किन्न सक्नुहुन्छ यो भित्र मार्केट भित्र नै यो साइबर डग भन्ने पनि रहेछ हो म त फर्स्ट टाइम गएको यो अचम्म लाग्यो यहाँ भित्र एउटा शप जस्तो पनि छ यो हेर्न सक्नुहुन्छ कस्तो डिजे पनि हो अनि प्लस अरु कपडाहरु थुप्रै कुराहरु पनि किन्नको लागि यहाँनेरि शोरूम जस्तै भनौं न रहेछ तपाईहरुलाई के मन पर्यो भने यहाँदेखि पनि किन्न सक्नुहुनेछ मेरो साथी इन्जोय गरिरहेको छ प्लस अनि अलिकति भित्र गएर त्यही तपाईहरुले सबै हेर्दै जानुभयो भने धेरै कुराहरु इन्जोय गर्नको लागि छ है एउटा शप हेर्न सक्नुहुन्छ धेरै रमाइलो कुराहरु छन् क्लब छन् हैन अनि शपहरु भयो अनि यो चाहिँ शट अप एन्ड डान्स भन्ने रहेछ हामी भित्र यतिकै छिर्यौं हामीले चाहिँ के बुकिङ पनि गरेको थिएन जस्ट छिरेर हेरिराख्यौं एकछिन इन्जोय गर्यौं यो डान्स भिडियोहरु इन्जोय गरिरहेछ हजुरहरु पनि हेर्न सक्नुहुन्छ यो चाहिँ सायद डेली हुँदैन होला फ्राइडे सटरडे सन्डे चाहिँ यसरी शो हुन्छ होला मलाई त्यति डिटेलमा पनि थाहा छैन निकै बेरसम्म हेर्यौं अनि बाहिर निस्किँदाखेरि यो चाहिँ मैले फर्स्ट टाइम हेरेको क्या कस्तो रहर लाग्दो क्या फर्स्ट टाइम मैले हेरेको अनि यो चाहिँ ब्रिज फर्किने हाम्रो बाटो यो चाहिँ ब्रिजमा यो दुईचोटि मैले यो मान्छेलाई हेरिसकेँ अनि राति भइसकेको थियो मैले क्लिपलाई सर्ट बनाएको छु किनभने हामी अर्को ठाउँमा पनि गयौं पछि भन्छु ल कुन चाहिँ ठाउँ हो भनेर धन्यवाद